हेलो साथीहरू, हामी फेरि काम परेर आज मेलकाट जाँदैछौँ। हेर्नुहोस् त, पछाडितिर पुरै केराको बारी यति रमाइलो छ। दिदी र म मात्र छु, जहिले नै हाम्रो ढिला हुन्छ। अरू सबै अटो रिजर्भ गरेर गइसक्नु भयो, दिदी र म मात्र छु। अब हामी पनि रोडमा निस्किसक्यौँ। पिक्नु पुग्ने बेला भइसक्यो। अब थोरैमा पुग्छौँ। रोडमा भेटिसक्यो। यस्तो छ साथीहरू हाम्रो। काम विशेष छ। चाहन्छौँ 49 दिनसम्म हामीले मेलकाट धाइराख्नुपर्ने अवस्था छ। यस्तो छ यहाँ साथीहरू। पछाडिको यो ब्याकग्राउन्ड कति रमाइलो देखिरहेछ। पुरै गडखेत हो, यति राम्रो देखिरहेछ। यस्तो छ है साथीहरू। अस्ति चाहिँ आमासँग आएँ, आज चाहिँ मेरो कान्छी दिदी हुनुहुन्छ। आमा चाहिँ अस्ति एकदम गाह्रो भएर चाहिँ दम छ उहाँलाई, त्यही भएर हिँड्न सक्नु भएन। आज आउनु भएन। आज चाहिँ म र कान्छी दिदी छु। अब हामी थोरै टाइममा पुगिहाल्छौँ। उहाँहरू गइसक्नु भएको छ। अब पछि फेरि ग्रुपमा फोटो आउँछ है, भिडियोहरू आउँछ। ल है साथी, ल।